हुने सुँगुरको चाहिँ जन्मजातै दिशा गरेर रहेन रहेछ। यसले जबरजस्ती बल गरेर पिसाबहरूबाट त्यो पिसाब नली र दिशा नलीको त्यो साइड फुटेर पिसाब नलीबाट अलिअलि निकाल्थेछ। लगभग यो 2 महिनाको पाठा हो। 2 महिनाको पाठाको 2 महिनासम्म यसले पातुलो थोरै निकाल्ने अनि उहाँहरूले चाहिँ त्यही दिशा पातलो होस् भनेर थोरै खाना अनि पातलो खाना हुने गरी दिनु हुँदै रहेछ। अनि अहिले हामीले चाहिँ यसको दिशा घर बनाएर अहिले सक्सेस पनि भइसकेको छ। यो भित्रबाट बगेर आउँछ। दुईटा शब्द राख्न यसको दिशा बन्द भएको ठ्याक्कै बन्द भए पछाडिको र अहिले अब बन्दको अपरेसन जुन हामीले गरिसक्यौँ। एकदम खुसी। अब अपरेसन राम्रो भयो हैन? हजुर, रामसर ग्रेटर राम्रो अपरेसन राम्रो भयो। राम्रो भयो। ल ठिक छ। अनि यसले दिशा चाहिँ कहाँबाट निकाल्थ्यो अरे अगाडि? अगाडि यो पिसाब नली हो। पिसाब नलीबाट निकाल्थ्यो हैन त? भेजिनाबाट भेजिनाबाट। भल्भ भन्छ त्यसलाई। भेजिना चाहिँ भित्र हो। यो यसको दिशाघर छैन भनेर कसरी थाहा पाउनुभयो तपाईँहरूले? त्यो त एक्ज्याक्टली थाहा भएन, बाउलाई थाहा छ त्यो चाहिँ। हजुर, मलाई सम्पर्क गर्नु भएर अहिले अपरेसन सक्सेस भइरहेको छ। यसको दिशा पनि निस्किन थालेको छ। यसको भित्री लेयरलाई अपरेसन गरेर भित्री लेयरलाई बाहिर छालामा तानेर सिलाइरहेको छ। त्यो भएकोले गर्दाखेरि टालिने चान्स एकदमै कम्ती हुन्छ। अपरेसन सक्सेस भएको छ। अब हामीले यसलाई एन्टिसेप्टिक स्प्रे घाउ नहोस् भनेर यहाँनिर दिँदैछौँ। खुसी हुनुहुन्छ नि? अपरेसन सक्सेस भयो। अब यसलाई एकदमै पातलो खाना 2-4 दिन छन्। दिशा अलिक पातलो होस्, किनभने यहाँ घाउ छ, दुख्छ, सहज गरी अहिले निस्कियोस्। यसको चाहिँ अपरेसन सक्सेस भएको छ। ल अपरेसन सक्सेस भयो। लु भुइँमा बिस्तारै छोडिदिनु त। निकाल्दैछ, पुरुत निकाल्दैछ। छोडिदिनु ल।